Hello guys, welcome back to my channel. Raju आज त म डाइरेक्ट 1 बजे उठेको 1 बजे उठेर डाइरेक्ट निस्केँ म हेर्दैछ आज ढिलो उठेँ अब राइड पनि गरिनँ होइन अब चाहिँ राइडमा फर्स्ट राइड हिँड्दैछु र भारत चाहिँ आज के गर्न खोजेको के भइरहेको छैन सबै हिमाल बबाल चम्किलो देखेछ हिमाल उठेको 6-7 बजेतिरै होला 1 बजे किन यो गाडीले किन मलाई ठेलिरहेछ हौ त्यहाँ ठेला ल अब म चाहिँ यहाँ पिकअप गर्न लोकेसनमा पुग्दैछु होइन अहिले म यहाँ जरेबर आएँ ला 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 100 हो कि फेरि म यस्तो ओ म यहाँ नागेश्वरभन्दा तल आइसकेँ अब म यहाँ कोइराला मार्ग 28 नम्बर स्ट्रिटतिर लङ जाँदैछु होइन त्यहाँबाट सिधै गयो भने पर्पिपल रिसोर्ट आउँछ मनमै छु तिमी मनमै बस्नु है 26 बाट गएन हुन्छ उता 26A बाट गएन हुन्छ होइन र म यताबाट जान्छु सधैँ मलाई जति बेला नि यहाँबाट सजिलो लाग्छ त्यसैले म यहाँबाट जान्छु सधैँ आज चाहिँ फुल टु फुल मनमै छ तिमी क्या कर भाइ सन्जु दाई पनि यहीँ अगाडि बस्नु भएर रहेछ होइन सन्जु दाईलाई ड्याङ ड्याङ हानिदिन्छु म कुन बेला दाईको एन्ट गयो अहिले आमा के छ त दाईको हालखबर ल मेरो भ्लगमा के भनिदिनुहुन्छ दाईलाई भेटिहालेँ हाम्रो सीमाजी नि आयो भयो पुग्नुभयो राजु बिल्ला 7 भ्लग राजु भ्लग कता हो त नि दाइ अब ल यस्तो बबाल क्लियर देखिएको छ चस्माले धमिलो देखे पनि दिन चाहिँ बबाल राम्रो देखेछ होइन तपाईँ चस्मा लाउनु भयो लाउनु भएको छैन तपाईँले त लाउनु भएको आज त हिमाल त बबाल दिएछ त उताको पनि म चाहिँ अहिले त लेखनाथ अर्गाउँ चोकतिर अब बेगनास ताल जाँदै हो बाटो राम्रो छ यस्तो छ तर मेरो क्यामेरा राम्रो छैन अब यहाँ डाँडाको नाक आए जस्तो छ एकछिन क्यामेरा लुकाउन पर्ने भएको छ यहाँ पुग्यो दिदीलाई राम्रैसँग पुगायो नि होइन राम्रोसँग पुऱ्यायो ओए म त बबाल देखिएको छु मैले ऐनामा हेरेको भोलि आऊ है लिन मलाई ल कति बेला बिहान ध्यान नै हो बिहान भने नि दिउँसोतिर के भन्नु छ छामालाई हेलो मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला भन दुईटासम्म त दुईटा ल ओके कहिले फोन हान्दा औ ल म चाहिँ अहिले बेग नास्ता हल्का माथि होइन आएको हजुर ल
राम्रोसँग जानु इन्जोय। म पनि अब फर्किन्छु यहाँबाट खाली अब थियौँ हल्का स्थलको राइडमा दिदीसँग होइन। अब यहाँबाट चाहिँ एमा हल्का चौतारीतिर बाटो चाहिँ यस्तो छ। बाटो चाहिँ एकछिन राति भएर चाहिँ अलिक कन्फ्युज हुन्छ कि होइन, भित्रको बाटोहरू कच्ची बाटोहरू त्यही पनि हिँडौँ। अब चाहिँ डाइरेक्ट पोखरातिर लाने होला होइन, लाग्ने हो। माया ल अब चाहिँ बनाउँछु म डाइरेक्ट डाइरेक्ट रातिको भिडियो बनाएर के भएन खन्द्राङ 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 खन्द्राङ। मेरो मायालु पनि ठिकै छ होइन अहिलेसम्म। मेरो मायालुलाई नि हल्का मर्मत गर्न बाँकी नै थियो। जहिले इन्जिन मात्र बनाएको छ, अरू केही फेरि होइन भन्यो होला मेरो मायालुले पनि। ल अलि राम्रो बाटो चाहिँ आइयो। अब यताबाट चोकमा निक्लिएर बायाँ लिएर तालचोक निक्लिने हो नि सिधै पोखरातिर। ल कोही फेरि ओहो भनेर यहाँबाट त तेर्साउनै हुँदैन। तालचोकतिरको बाटो पनि अब पिच कालोपत्री हुँदैछ होइन, हेर्दै जानु। यस्तो बाफ उड्दैछ, अलकत्रा हालिरहेको छ होइन। राति काम हुँदैछ, राति काम यस्तो बाटो चाहिँ अफरोड, हल्का फुल्का अफरोड छ होइन। बाटो चाहिँ कता हो थाहा होइन, म यताबाट हिँडिदिएँ क्या। यस्तो छ खत्रङ खुत्रुङ। गाइज म चाहिँ अहिले ठ्याक्कै तालचोक निक्लेँ होइन। तालचोक निक्लेको हो कि ननिक्लेको थाहा नै पाएन। फाइनल्ली भाइबरलाई घर पुऱ्याइयो राति राति। नाउ आई मिन रानी पौवा साह्रो छ मलाई यार। खाली खाली दिन माइत्र फुलाएर